के भन्नु पर्छ अहिंसा गर्नु भएन कसैलाई हार्म गर्नु भएन कि हार्म भनेको चक्कु हान्नु भनेको होइन त्यसको नाश हो भने तपाईहरु विचार दिमागमा ल्याउनु भयो नि त्यसको नाश पनि तपाईको नाश भइरहेछ कि अहिंसा भनेको त्यो कसैलाई बलात्कार गर्नु पर्दैन त्यो नानीलाई तपाईँ कसैले छोरीलाई कसैले बच्चीलाई अहिले दिमागबाट रेप गर्नु त्यो रेप भइसक्यो कि दिमागले त रेपै सम्झिन्छ मैले अघि भने नि त दिमागले एभ्रिथिङ टेक्स लिटरली भने नि त मैले तपाईले जे सोच्छ त्यही कुरा दिमागले लेखिसक्यो कि रेप गर्नु फिजिकली गर्नु पर्दैन यहाँ भइसक्यो त्यही रोकिसक्नु पर्छ भाइ त्यही भएर यहाँ के भने अहिंसा कसैमा सत्य बोल्नु पर्यो भनेको सत्य भनेको कुनै कुनै कुरा प्राइभेसी पनि हुन्छ होला त्यो तपाईँको अधिकारको कुरा हो होइन सत्य भनेको श्रीमतीलाई गएर आज फल्ना केटीसँग बसेर भन्नु त घर सत्य बोले तपाईँको सत्य निकाल्ने सत्य होइन होइन त्यो गलत नभएपछि तपाईँ सत्य बोल्नु डराउनु हुन्न नि त सत्य त्यही भएर अनि असत्य कुरा ब्रह्मचर्य अब अहिलेको समयमा ब्रह्मचर्यको कुरा नआउ त्यति बेला अब हाम्रो केशव भाइ बसे हामीसँग कोही छैन होइन ब्रह्मचर्य चाहिँ अहिलेको मान्छेले पालना गर्नु सक्दैन तर यो अनि अपरिग्रह भनेको घर त्याग्ने त्यति बेला पुरानो नियम हो कि चाहिँ त्यस सँगसँगै नियममा पनि के भन्छ तपाईँले सहज गर्नु पर्यो सफाइ हुनु पर्यो सन्तोष हुनु पर्यो तपस हुनु पर्यो साधना हुनु पर्यो होइन